मानवता हराएको सहर। आज फेरि एउटा साँझ ढल्दैछ। सहर उस्तै व्यस्त छ, सडकहरूमा भिड उस्तै छन्, मानिसहरू उस्तै दौडिरहेका छन्। तर यो भिडको बीचमा म भने आज पनि एक्लै छु। वर्षौंदेखि यही सहरमा आफ्नो सपना खोज्दै हिँडिरहेको छु। कहिले आशा बोकेर, कहिले निराशा लुकाएर, कति पटक लडेँ, कति पटक उठेँ। यो हिसाब मैले पनि बिर्सिसकेँ। तर एउटा कुरा भने कहिले बिर्सिएन। यो सहरले मलाई मानिसभन्दा पैसाको मूल्य धेरै हुन्छ भन्ने कुरा सिकायो। यहाँ तपाईँ कस्तो मानिस हुनुहुन्छ भन्ने कुरा कसैले सोध्दैनन्। तपाईको चरित्र कस्तो छ भन्ने कसैलाई चासो हुँदैन। सबैले एउटै कुरा मात्र हेर्छन्, तपाईसँग पैसा कति छ। यदि तपाईँ धनी हुनुहुन्छ भने तपाईको कमजोरी पनि गुण बन्छ। यदि तपाईँ गरिब हुनुहुन्छ भने तपाईको गुण पनि कमजोरी बनाइदिन्छ। कति अचम्मको समाज बनेको छ। यहाँ इज्जत कमाउनु भन्दा पैसा कमाउन सजिलो भएको छ। यहाँ विश्वास भन्दा स्वार्थ ठुलो भएको छ। यहाँ सम्बन्ध भन्दा सुविधा महत्त्वपूर्ण भएको छ। अनि सबैभन्दा धेरै दुःख त त्यति बेला लाग्छ जब आफ्नै आफन्तहरू पनि तपाईको मन होइन, तपाईको आर्थिक अवस्था हेरेर व्यवहार गर्न थाल्दछन्। सानो हुँदा सुन्थे रगतको सम्बन्ध कहिले टुट्दैन, तर आज देख्दैछु धेरै सम्बन्धहरू रगतले होइन, पैसाले बाँधिएका रहेछन्। पैसा भयो भने तपाईँ आफ्नै, पैसा सकियो भने तपाईँ अपरिचित। कहिलेकाहीँ लाग्छ मानिसहरूलाई अब मानिस चाहिएको छैन, उनीहरूलाई केवल फाइदा चाहिएको छ। तपाईँ उपयोगी हुनुहुन्जेल तपाईको खोजी हुन्छ, तपाईसँग काम सकिएपछि तपाईको अस्तित्व नै बिर्सिन्छ। यस्तो समाजमा बाँच्दा मन धेरै पटक रोए, तर आँखाबाट आँसु झर्न दिइन, किनकि मलाई थाहा थियो आँसु देखाउनेहरूलाई होइन, सङ्घर्ष गर्नेहरूलाई नै इतिहासले सम्झिन्छ। आज मसँग धेरै कुरा छैन, ठुलो घर छैन, महँगो गाडी छैन, बैंकमा करोडौं रुपियाँ पनि छैन, तर एउटा कुरा छ जसलाई म कुनै मूल्यमा बेच्न सक्दिनँ, मेरो इमान, मेरो आत्मसम्मान र मेरो मानवता। म पनि चाहन्छु एक दिन सफल बनौँ, तर यस्तो सफलता होइन जसले मलाई घमण्ड सिकाओस्। मलाई त यस्तो सफलता चाहिन्छ जसले मलाई अझ नम्र बनाओस्, जसले मलाई अरूको पीडा बुझ्न सिकाओस्, जसले मलाई आफूले भोगेको दुःख अरूले भोग्न नपरोस् भन्ने सोच दिन सकोस्। किनकि मैले अभाव देखेको छु, मैले अपमान सहेको छु, मैले बेवास्ता भोगेको छु र मैले निस्वार्थ भएर साथ दिने मानिस कति दुर्लभ हुन्छ भने पनि बुझेको छु। त्यसैले आज म कसैसँग गुनासो गर्दिनँ, किनकि समयभन्दा ठुलो शिक्षक कोही छैन। आज जसले हेपेको छ, भोलि उनीहरूले पनि समयसँगै जीवनको अर्थ बुझ्नेछ। र यदि भगवानले मेरो मेहनतको मूल्य दिनुभयो भने म सफल भए पनि कहिल्यै कसैलाई उसको अवस्थाले सानो ठान्ने छैन, किनकि गरिब हुनु कमजोरी होइन, कमजोरी त त्यो सोच हो जसले मानिसलाई पैसाले नाप्दछ। यदि तपाईँ अहिले सङ्घर्ष गरिरहनु भएको छ भने कृपया हार नमान्नुहोस्, किनकि सबैभन्दा लामो रातपछि नै उज्यालो बिहानी आउँछ। सबैभन्दा ठुलो आँधीपछि नै आकाश फेरि सफा हुन्छ र सबैभन्दा कठिन सङ्घर्षपछि नै सफलताको मुस्कान सबैभन्दा सुन्दर देखिन्छ। याद राख्नुहोस्, सम्पत्ति कमाउने मानिस धेरै हुन्छन्, तर मानवता जोगाउने मानिस धेरै कम हुन्छन्। मलाई धनी बन्नुभन्दा पहिले असल मानिस बन्नु छ, किनकि जब म यो जीवन समाप्त हुनेछ, मेरो ब्याङ्क ब्यालेन्स होइन, मेरो घर होइन, मेरो गाडी होइन, मानिसहरूले सम्झिने कुरा एउटै हुनेछ, ऊ राम्रो मानिस थियो। मेरो लागि त्यो नै संसारको सबैभन्दा ठुलो सफलता हो।